हेलो साथीहरु, सबैजनालाई ह्यापी चैते दशैं एन्ड स्वागत छ मेरो मिनी ब्लगमा हैन। आज चाहिँ चैते दशैं। म चाहिँ हिजो घर आएको थिएँ अनि उता मैदीबाट पनि मम्मीहरुले फोन गरेर बोलाउँदै हुनुहुन्थ्यो क्या। मैले चाहिँ आउँदिन भनेर भन्दैछु। बुवालाई चाहिँ आउँछु भनेछु किनकि बुवाले गाली गर्नुहुन्छ भनेर, अनि मम्मीहरुलाई नभन्नु है भनेर भनेको छु हैन। मम्मीहरुलाई सरप्राइज दिनको लागि भनेर म चाहिँ घरबाट निस्किसकेँ। घरमा भिडियो सुरु गर्छु भनेको चाहिँ सबैजना हुनुहुन्थ्यो। बुहारी मान्छे लाज लाग्यो अरे के। त्यसैले अब म चाहिँ मेरो स्कुटर भएको ठाउँमा राख्दैछु हैन। घरबाट अलि माथि राख्नुपर्छ क्या, घरमै चाहिँ बाटो जाँदैन। अब म स्कुटरमा मैदी मतलब माइती भन्न अप्ठ्यारो लाग्छ, सो मैदी है मेरो जन्मघर जाँदैछु। अनि मम्मी आमा कसैलाई थाहा छैन। हेर मै त कस्तो रियाक्सन आउँछ मम्मीहरूको, सरप्राइज होला। अनि मेरो साथी निरुतो त तपाईँहरूलाई थाहा छ होला, उसले पनि फोन गरेर आइज भन्दै थियो, तर मैले आउँदैन भन्दैछु क्या। बाटोमा त्यसको घर नै पर्छ। हेरौँ है त त्यसको पनि कस्तो रियाक्सन आउँछ है त। मेरो स्कुटर चाहिँ यहाँ छ हैन। अब म स्कुटर चलेर आफ्नो माइती जान्न गएर मम्मीलाई सरप्राइज दिन जाँदैछु। हेरौँ है त। हजुर जानु परिहाल्यो। म चाहिँ फाइनली घरबाट निस्किसकेँ है। बाटो पुरै अफरोड छ नि त, धुलै धुलो। सो मैले ज्याकेट लगाएँ मेरो अनुहार काटेर आएकोलाई। अनि घरबाट निस्केर बिर्सेछु घरबाट लाउँदा। अनि यहाँनिर सल्लाह गरी हाम्रो 4 नम्बरको वडा कार्यालय एमा आएर ज्याकेट लगाएँ। अब म चाहिँ यहाँबाट हिँड्छु, जानुपर्ने हुन्छ हैन। बाटोमा के हुन्छ त्यो त म हजुरहरूलाई भन्दै हाल्छु। ओके बाई। मेरो हालत चाहिँ के भएको छ थाहा छैन है धुलोले। म चाहिँ अहिले पौवाको वन आइसकेँ। पौवा वन कहाँ भन्नुहुन्छ नि तपाईँहरू, जो ढोला मैदी गरिरहनु भएको छ नि, हजुरहरूलाई थाहा छ है। अनि यहाँबाट चाहिँ मेरो घर चाहिँ यता पर्छ क्या, यता पर्छ। अनि अहिले चाहिँ तुवालोले केही देखेको छैन क्या, मौसम कस्तो छ हैन। अनि जुन यहाँबाट देखिरहेको छ नि त्यो चाहिँ मैदीकोट हो। त्यो डाँडो चाहिँ यहाँ चाहिँ मैदीकोट हो। मेरो आइफोन हो के, क्यामेरा कस्तो गतिलो आउँछ नि त। म चाहिँ यता छु, धुलै धुलोले मेरो हालत चाहिँ खराब भएको छ। अब म चाहिँ त्यहाँ पुग्नुपर्ने हुन्छ है। जुम गरेर देखाउँछु भनेको, यहाँबाट चाहिँ मेरो घर नै देखिन्छ देखिँदा। जुम गरेर देखाउँछु भन्ने सोचिरहेको थिएँ, तर तुवालोले केही देखेको छैन क्या। बाटो नै है, बाटो भन्नुहुन्छ भने ढोला मैदी बाटो कहिले विकास हुने हो चाहिँ थाहा छैन। धुलो त्यस्तै खाल्टाखुल्टी हालत खराब भएको छ। अब यहाँबाट चाहिँ खासै टाइम लाग्दैन होला, सायदै 15-20 मिनटमा चाहिँ म घर पुग्छु। बाटोमा चाहिँ साथीको घर छ, एकछिन त्यसलाई नि भेट्नु पऱ्यो होइन। त्यसको रियाक्सन नै के आउँछ हेर्नु पऱ्यो। त्यसैले अब बाटोमा भेटौँ है त। अब म त्यहाँ पुग्नुपर्ने हुन्छ। फाइनल्ली साथीहरू म चाहिँ घर आइपुगिसकेँ। घर बाहिर छु अहिले, साथीकोमा नि भिडियो बनाउँछु भनेको सबैजना आउनुभएको रहेछ, सो अप्ठ्यारो लाग्यो। दिस इज माई घर। यो चाहिँ मेरो घर हो। म आइपुगिसकेँ, स्कुटर यहाँ राखेँ, भित्र गाडी टुप्नी वास आइसकेँ। अब भित्र जाउँ है, कसैलाई पनि थाहा छैन। भित्र कफ गर्दै हुनुहुन्छ आमा बा। जान्छु, हेरौँ है त कस्तो रियाक्सन आउँछ। डर लागिरहेको बोल्न, ठुलोसोले बोल्यो भने सुन्नुहुन्छ नि त, त्यही भएर मैले सानोले बोलेको। अब हेरौँ है त कस्तो रियाक्सन आउँछ। अब चाहिँ म भित्र जाँदैछु सामान लिएर। यो चाहिँ मेरो घर हो, यहाँभित्र आमाहरू हुनुहुन्छ। हेरौँ है त कस्तो रियाक्सन आउँछ। कस्तो डर लागिरहेको छ, के रियाक्सन आउँछ। आइपुग्यो त सानो छु पुरा क्या, कोठामा चाहिँ ल्याएर राखेको छु। के छ बाङ्स होइन। तपाईँ त बाहिर भाइलाई लिन गएको देखाएको थिएँ मैले, त्यो सुनेर नि तुसुक्क बसेँ। नभनी आउँछु यहीँ बाहिर। बाहिर आइसक्यो। के काट्यो मम्मी?
छान भाइ नाच्देऊ नि त नि ओ हाई गरिदेऊ म फेरि नाम भन्छु नि विचार गरिस् खोइ अरू दुईटा चाहिँ ओखै ल फाइनल्ली म चाहिँ घर पनि आइसकेँ र मम्मीहरूलाई सरप्राइजवाला भिडियो पनि बनाइसकेँ मम्मी चाहिँ बेसार काटेर फेरि यहाँ गोठालो हुन आइपुगिसक्नुभयो मम्मी कस्तो लाग्यो त सरप्राइज बिहान फोन गर्दा आउँदिन भनेको थिएँ सिङ्गै चाडा बाख्रा गोठालो एक्लैले हुन्छ यता चाहिँ हाम्रो मिसेस हुनुहुन्छ के हो अरे नाम बी 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 बोइलर सानोमा चाहिँ कस्तो थियो नि बोइलर जस्तै थिएँ खाइ गर्थेँ उन सक्दैन थिएँ त्यही भएर मैले राखेको नाम मेरो सानो बहिनी हेलो भन् सानोको युट्युब च्यानललाई सबैले सब्सक्राइब गरिदिनु होला भन् भाइ धरालो यता गोठालो यता हमारा घर ओके बाई सबैजनाले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला नि कस्तो लाग्यो भनिदिनु होला आजको लागि बाई